सो हाई गाइज म चाहिँ भर्खर सुतेर उठेँ होइन सुत्दा मैले इन्स्टाग्राम कोट्याइरहेको थिएँ अनि त्यहाँ चाहिँ मैले टेम्पोररी ट्याटूको बारेमा थाहा पाएँ एन्ड मेरो यो माइन्डमा चाहिँ खतरा प्लान आइरहेको होइन लेट्स प्रैंक विथ माई फ्रेन्ड्स एन्ड फ्यामिली ट्याटू हानौँ होइन अनि त्यो चाहिँ एकदम खतरा रियल देखिन्छ क्या रियल साँच्चै खोपे जस्तो अनि त्यसपछि यो हातमा नि हान्न सक्दैन तर हातमा नहान्ने क्या यहाँ यस्तोमा नि सेट यस्तोमा हानेर होइन हेरौँ रियाक्सन के हुन्छ होइन अब म रेडी भइसकेँ एन्ड मेरो हेलमेटको सेटअप पनि रेडी भइसक्यो होइन मैले यसमा माउन्टेन साउन्टेन सबै जोइन गरिसकेँ हो जाम है त सो हाम्रो चाहिँ घरदेखिको यात्रा सुरु भइसक्यो होइन यहाँदेखि लगभग 15 किलोमिटर जति टाढा छ ललितपुर त्यो दाइको बोतल होइन मम्मीले त हान्नु नि हुन्छ होला सायद यहाँदेखि हाइवे समातेपछि ननस्टप अर्नीको हाइवे 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 जाँदा चाहिँ आउँदा अब बाटो बनाउनु त त्यस्तै हो नेपालको नेताहरूले त्यही हो पानी छितर्ने हो हिँड्ने हो पुरै मादरचोद इन्स्टाग्राममा मेरो भिडियोहरू किन भाइरल भइरहेको छैन यार जति पोस्ट गरेँ भिडियोहरू ठिकठाक हालिरहेको छु त्यो भाइरल हुँदैन न यार इन्स्टाग्राम केटीहरूले चाक हल्लाउनु मात्रै हो र के राम्रै भिडियो हाल्दा नि भाइरल हुँदैन यार 100-200 भ्यू जान्छ मादरचोद म पनि अबदेखि मात्रै चाक हल्लाएर हालिदिउँ कि क्या हो अब अर्को त हल्लाउनु मिलेन है सबैको छेउमा त्यही चाक अरे देख के चलो बेन्चुत कस्तो बसवालाहरू ल्याङ हान्छ भनेर हिँडिरहेको हुन्छ होइन एक्कास यस्तरी मोडिदिन्छ नि त्यस्तो स्पिड भइरहेको ठाउँमा अस्ति यार लाइन छोको घरमा बसन्तपुरमा मेरो चिट काटेको थियो त्यो पनि लिन गएको थिएन पैसा चाहिँ अनलाइन हाल्दा थिएँ अस्ति गएको अहिले त क्यासबाट नहुँदो पहिला नि हुन्छै हुँदैन म त फर्स्ट टाइम मेरो चिट काटेँ क्यासबाट हुन्छ होला भनेर गएको भएन के अनि अनलाइनबाट पनि गएन कि एसियाबाट अनि बाबाकोबाट हाल्न लगाएको थिएँ मादरचोद रुगा कस्तै यार रुगा लाग्यो यस्तो झाउ हुन्छ नि माछला रे अझै निक्लिनु लाग्थ्यो सालामा परिवर्तन गर्छ पर्सनल दुश्मनी जस्तो कि ओए पेन कि लौडे त्यस्तरी मोडिदिन्छ मादरचोद तिम्रो होइन जाम पर्नेले खतरा जुगाड भनिदिन्छु क्या जाम परिरहेको छ रातो लाइट बनिरहेको छ जान पाएन मैले होइन उता अब के गर्नु थाहा छ यता जाने क्या यता जाने होइन अब यता गएर फेरि यतै मोड्ने क्या यो नाइस मम्मीले त मार्नु हुन्छ एकछिन कस्तो हुन्छ होला क्या मम्मीको रियाक्सन होइन टक्क हेर घाँटीमा ट्याटु देख्यो होइन के भइरहेको छ फाइनल्ली यो पुलबाट चाहिँ ललितपुर एन्ट्री भइसकेको छ अब हाम्रो लगभग 10 मिनटको बाटो होला यहाँदेखि यो गोर्खो फ्लाइओभर होइन यो चाहिँ नेपालको फर्स्ट फ्लाइओभर रे अनि के अरे यो बनाउनलाई कति टाइम लाग्यो केटाहरूलाई सबैलाई थाहै छ होला कमेन्ट हालिदिनु चाहिँ एक्ज्याक्ट कसलाई थाहा छ होइन के हो त्यो यही बिल्डिङ रहेछ सेतो बिल्डिङ अनमोल आयुर्वेदिक प्राली छ यता उता चाहिँ साइन्स एसेसरी के हो त्यस्तै दाइको पसल छ नि फाइनल्ली दाइको पसल चाहिँ आइसकेको अवस्था भित्र हो अरे दाइ के छ म चाहिँ अनलाइनमा होइन टेम्पोररी ट्याटु हेर्दै आएको क्या हजुर घाँटीमा लाउनलाई हो क्या यिनीहरू होइन निकालेर हेर्नु मिल्छ मैले चाहिँ प्र्याङ्क हान्न लाग्यो घरमा रियल जस्तो देख्छु कि देख्दैन अलि टाढाबाट यो पनि खतरा रहेछ ल यो चाहिँ हानिदिउँ मलाई यहाँ अनि यो चाहिँ यहाँ हान्छु यो चाहिँ यहाँ हान्छु ल त ठिक छ होला सायद मैले फर्स्ट टाइम लगाएर आयो दाइ अनलाइनमा देखि अनि दिमागमा भुतिया आइडिया आयो क्या सो गाइज दिस इज द फाइनल लुक होइन अब यो पानीमा यस्तो देखाएको छ सुक्यो भने खतरा रियल देख्छ हुन्छ मजाले बाई बाई ल ए हस् दाइलाई पनि भेटेर एकदम खुसी लाग्यो दाइको व्यवहार चाहिँ एकदम राम्रो ल दाइ है ओहो जान्छु त होइन
घर गएर चाहिँ अब डाइरेक्ट मम्मीलाई देखाउँदिनँ क्या एक्कासी ल हेरेँ आयो भनेर म बेलुका देखाउँछु सबजना साथीहरू सबजना होइन ए कलेजको साथी हेलमेटहरू चिन्दिरहेको क्या मैले एङ्गलमा कति 12 टिप गरेर चाहिँ अब 8 टिप बाँकी होइन 8 टिप गरेँ के टिप आएको छैन आएको थिएँ कस्तो यतातिर कहाँ रहेछ घुम्दै घुम्दै हो झन् कहाँ चाहिँ लाग्यो विष्णु मुल्ला कहाँबाट भेट्दिरहेको भने त्यसैबाट आइरहेको थियो बाटो उम्किरहेको छु साँच्ची पत्याउँछु कि नै मैले ट्याटो हान्छु कस्तो पत्याउँदिन पत्याउँदिन किन कस्तो लाग्यो ट्याटो खतरा लाग्यो खटारा हे भगवान् दोस्तसँग लगभग 2 घन्टा 3 घन्टा टाइम स्पेन्ड गरेपछि 2 घन्टा 3 घन्टा 1 घन्टा टाइम स्पेन्ड गरेपछि चाहिँ घर जाँदैछौँ हामी बाई बाई सुहाइसमा चाहिँ घर आइसक्यो होइन हातमा पनि मैले हातमा हान्दिनँ भनेर इट्स लुकिङ सो रियल ब्रो सो रियल घाँटीमा पनि सो लुकिङ ब्रो सो विश्वास गर्छस् कि नै भन् त मैले हाने भनेर यहाँ हेरी 1000 रुपियाँमा हानेर आएको आज खोइ हो होइन मलाई हेर्न कि कस्तो लाग्यो कस्तो लाग्यो ट्याटु हाने ल्याएर आज कमी कहाँ घाँटीमा खोपे हो क्या दिउँसो आज ललितपुर गएर ललितपुर कहाँनिर सातो बाटोमा सधैँ बाटो कहाँनिर ठ्याक्कै भने एक्ज्याक्ट भन् मलाई एक्ज्याक्टली एउटा त्यहाँ मुनि औषध पसल छ माथि त्यहाँ ट्याटु खोल्नु आज हानेको भोलिबाट गर्दा सुनेर यत्रो हुन्छ अघि त रातो भएको थियो स्टार्टिङमा हाने भयो किन ट्याटु सुहाएन किनकि मभन्दा बगान भइस् नि हो क्या यहाँ पनि स्नेक स्नेक टल्किनेवाला जिल टल्किने स्टिकर हाने जस्तो छ ल हेर्नु न मैंने अपने ही अंकल को अप्रैल फुल कर दिया कस्तो भनेर देखायो मम्स मलाई ट्याटु हानेर अरूलाई चिन्दैन होला अब छन त हाम्रो गाउँतिरको चिन्नु हुन तपाईँले रड लगाइरहेको थियो त्यही भएर हान्दा हातमा हान्नु सुन्ने छ पुरै नसुन्ने पो भन्छ यार अझ यहाँ चाहिँ दुखायो कस्तो सुन्दो रहेछ हातमा हान्छ क्या पुरै यसो बुझ्दै गर्नु हान्दैछ क्या राम्रो कम्पनीतिर भाइहरू आऊ हेर्नु नि हो होइन ऊ हेर न रियल टाइम पुरै खतरा हान्छ क्या त्यो त म हातले खेल्छु एकचोटि आर्मीमा ट्राई गर्छ कि भन्ने सोच गरेर के भइस म सर्जरीमा त दुईटा मात्रै एउटालाई आर्मी बनाउँछु भन्ने ठुलो सोच आर्मी नै ट्राफिक बनाइदिनुहोस् यार कस्तो चित्त लागेको अरे छोइला बनाउने म बनाउँछु योपालि बनाउनुहोस् तैँले होइन के हाम्रो अङ्कल दाई उहाँ पनि दाई पर्नुहुन्छ होला होइन भेनाजु हाम्रो ड्याड्स मम्स त्यसपछि आज चाहिँ हामीले प्र्याङ्क हान्दै बाइक पट्याउनु भएन बाबाले पनि पट्याउनु भयो बाबाले त झन् कहाँ आर्मी बन्ने भन्नुहुन्थ्यो होइन त्यहाँले चाहिँ विश्वास गरेछ रक्सी लागेको थिएन जस्तो लाग्यो मैले चाहिँ जीवनमा देशको लागि केही योगदान गर्न सकेको थिएन त्यही भएर छोरा छोरी मध्येमा एकजना राष्ट्र सेवक हुन्छ कि भन्ने मैले ठुलो अपेक्षा गरेको हो अब पछाडिको दिन चाहिँ के हो त्यो चाहिँ मलाई पनि थाहा छैन मम्मीले पनि सुरुमै कस्तो त्यो घाम टल्केर हो कि यसमा टल्किन्छ जस्तो भयो भने होइन थाहा पाइदिएर होला म त सुरुमा हेरेरै थाहा पाल्थेँ किन पत्याउमा त्यो ट्याटु हाने अङ्कलले चाहिँ विश्वास गरिदिएर
अङ्कललाई अलिक बढी लागेर बुझ्यो म आज अलि ए साले होइन मलाई फेरि दुखिरहेको छ हातमा भन्ने तपाईँलाई प्राङ्क हान्दा नि हामी सबै मिलेर फेरि होइन थाहा भयो त सबै थाहा भयो होइन जोयल त थाहा पाउनु भएको थियो पहिला त मैले चाहिँ लाइट हेरेँ